अस्सलामुअलैकुम आदाब सलाम। म फैजुल्ला अन्सारी तपाईँहरूको माझमा तपाईँ हेर्दै हुनुहुन्छ फेसबुक र युट्युब। आज म फेरि तपाईँहरूको माझमा हदिसकै क्रममा हदिस नम्बर 20 लिएर उपस्थित भएको छु र आशा गर्दछु तपाईँहरू ध्यानपूर्वक सुनिदिने हुनेछन्। म हदिसतिर लागे। बिस्मिल्लाहिर्रहमानिर्रहीम। عن أبي قتادة رضي الله تعالى عنه قال قال رسول صلى الله عليه وسلم إذا دخل أحدكم المسجد فلا يجلس حتى يصلي ركعتين رواه البخاري ومسلم। हजरत अबू कतादा रदियल्लाहु ताला अन्हु बाट रिवायत छ कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो, जब तिमीहरूमध्ये कुनै पनि व्यक्ति मस्जिदमा प्रवेश गर्छ भने त्यो व्यक्ति त्यति बेलासम्म नबस्नु जबसम्म ऊ दुई रिकात नमाज नपढिहाल्छ। यस हदिसलाई इमाम बुखारी र इमाम मुस्लिम रहमतुल्लाह अलैहिले आफ्नो किताबमा समेटिएका छन्। अर्थात् उनीहरूले यस हदिसलाई रिवायत गरेको छ, अरू मान्छेको लागि जमा गरेको छ र त्यस जमा गरिएका हदिसले हाम्रो जीवनमा सकारात्मक परिवर्तन ल्याउँछ र हामी त्यस हदिसलाई वाचन गरेर अध्ययन गरेर पढेर हामी आफ्नो दैनिक जीवनमा लागू गर्नेछौँ। प्रिय साथीभाइहरू, यस हदिसमा अल्लाह सुब्हानहु व तआलाको रसूल सल्लल्लाहु अलैहि वसल्लम अर्थात् अन्तिम सन्देशा मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो, ए मानिसहरू, यदि तिमीहरू मस्जिद जान्छौ, मस्जिद हामी केका लागि जान्छौँ? मस्जिद जान्छौँ हामी नमाज पढ्नको लागि। हामी नमाज पढ्नको लागि मस्जिद जान्छौँ, ईश्वरको भक्ति गर्नको लागि जान्छौँ, हामी नतमस्तक हुनको लागि मस्जिद जान्छौँ। नमस्तस्ते नमस्तस्ते त्यसकै अर्थ हो। नमस्तस्तेबाट नमाज शब्द आएको छ, यसको अर्थ बुझ्नु पर्यो। हामी आफ्नो अनुहारलाई, नाकलाई, हातगोडालाई पूर्ण रूपमा, पूर्ण शरीरलाई अल्लाह सुब्हानहु व तआलाको भक्ति गर्ने हेतु आफूलाई मस्जिदमा हाजिर गराउँछ अथवा उपस्थित हुन्छौँ। हामी हुन्छौँ र हामी मस्जिदमा जान्छौँ भने हामी समय हेर्छौँ, कति समय छ। उदाहरणको लागि फजरको नमाज पढ्यो भने 2 रिकात नमाज सुन्नत पढ्नुपर्छ। र अर्को उदाहरणको लागि यदि हामी असरको नमाज पढ्न गयो भने असरमा त सुन्नत मुअक्कदा छैन, सुन्नत गैर मुअक्कदा छ। यदि हामीलाई टाइम भ्यायो भने कम्तीमा 2 रिकात तहियतुल मस्जिदको नियत गरेर हामीलाई नमाज पढ्नु पर्नेछ। यही हाम्रो अन्तिम दूत अर्थात् मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमले दिनुभएको यो नमाज बारे शिक्षा हो। प्रिय साथीभाइहरू, आज म एउटा अझै कुरा भन्न चाहन्छु। हाम्रा मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमका अनुयायी अर्थात् साहबा रज़ियल्लाहु ताला अलैहिम अजमाइनहरू आफ्ना हरेक कार्यलाई, आफ्ना हरेक सङ्कटलाई हर्ने काम अल्लाह सुब्हानहु व तआलासँग सहयोग लिनको लागि नमाज पढ्ने गरिन्थ्यो 2 रिकात। हामी तहियतुल मस्जिदको पनि नियत गरेर पनि नमाज पढौँ र अन्य सङ्कटहरूबाट, अन्य विकटबाट, अन्य आपत्तिहरूबाट बच्न हेतु पनि हामीले नमाज पढ्नुपर्छ। किनभने अल्लाह सुब्हानहु व तआलाले कुरान मजिद सूरा नम्बर 2 सूरा बकरा में इरशाद फरमाउनु भएको छ, या अय्युहल्लज़ीना आमनु इस्तईनु बिस्सब्रि वस्सलाह। ए त्यो व्यक्तिहरू जसले ईमान ल्यायो, तिमी अल्लाहसँग ईश्वरसँग नमाजको माध्यमबाट नमाजद्वारा सहयोग प्राप्त गर। अब अन्तिम अल्लाह सुब्हानहु व तआलासँग प्रार्थना गर्दछु, हे अल्लाह सुब्हानहु व तआला, हामीहरूलाई सबभन्दा पहिला फर्ज नमाजलाई समयमा, निश्चित समयमा पढ्न र अन्य
नवाफिलहरू पनि पढ्न तौफिक प्रदान गरून्। आमिन। हस्त धन्यवाद। जय नेपाल।